अन्तर्राष्ट्रिय श्रम दिवसको दिन चाहिँ हामी बिहानै एक्सर्साइज गर्न भनेर गयौँ। अनि एक्सर्साइज गर्दै थियौँ हामी सबैजना। अनि एक्सर्साइज गरिसकेर यहाँ एक्सर्साइज उहाँले चाहिँ एक्सर्साइज सिकाउँदै हुनुहुन्छ। बाहिरको मौसम पानी परेर चिसो चिसो भइरहेको थियो। आज चाहिँ बिहानैदेखि पानी पनि परिरहेको थियो। अनि उहाँले चाहिँ एक्सर्साइज हामीलाई सिकाउनु भएको थियो। मैले चाहिँ अब यो पोजिसनहरू गर्न नसकेर चाहिँ म भिडियो बनाउँदै थिएँ। अनि उहाँले चाहिँ एकदम मजाले सिकाइरहनु भएको थियो एक्सर्साइज। यस्तो एक्सर्साइजहरू सिकाइरहनु भएको थियो। अब हामीले यस्तो यस्तो गर्न सक्दैनौँ नि त। अनि त्यहाँबाट मैले चाहिँ भिडियो बनाइरहेको थिएँ। कस्तो चिसो भएर पानी परिरहेको थियो, त्यो भएर पनि भिडियो बनाएर बसिरहेको थियौँ। अनि अब एक्सर्साइज सक्यो भनेर हामी चाहिँ त्यहाँबाट निस्क्यौँ भनेर उहाँहरूले अलिक छिटो छिटो गरौँ, पानी धेरै ठुलो पर्ला जस्तो छ भनेर हामी चाहिँ उहाँहरू छिटो छिटो गर्न थाल्नुभयो। अनि हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। कस्तो राम्रो फुलहरू फुलिरहेको थियो कि, गुलाबको फुल होइन, ठुल्थुङ्गेको फुल कस्तो राम्रो थियो कि, फुलहरू फुलिरहेको थियो, मौसम चिसो चिसो थियो। अनि हामी चाहिँ एक्सर्साइज सकेर निस्क्यौँ यहाँ स्कुलबाट। वहाँ पारि चाहिँ सागुनारायणको मन्दिर पनि छ है। त्यहाँ पारिपट्टि सागुनारायणको मन्दिर पनि छ हो, यहीँनिर मैले जुम गरेकोनिर चाहिँ मन्दिर पनि छ सागुनारायणको। यो चाहिँ मैले स्कुलबाटै गरेँ। अनि यहाँ हामी दुईजना चाहिँ हात समातेर छाता ओढेर हिँडिरहेको थियौँ। कस्तो चिसो चिसो थियो। घर आएँ, चिया पनि खाएको थियो होइन। मैले भिडियो चाहिँ बनाउने यत्तिकै भयो। अनि सब्जी बनाएँ, अनि तोरीको साग होइन, अनि डल्ले च्याउरा, आलुको तरकारी, पुदिना र टमाटरको अचार, अनि यता रातो दाल र खोस्टे मुङको दाल। अनि मैले यहाँ यसरी चारजनालाई, चट्टो बुवालाई, आमालाई, यहाँ भान्जाहरू सबैजनालाई पहिला खाना खान दिएँ। उहाँहरूलाई खाना खान दिएर म चाहिँ नानीलाई खाना खुवाउँदै थिएँ। उहाँहरू चाहिँ खाना एकदम तमतमार भएर बसिरहनु भएको थियो। म चाहिँ त्यहाँ के नमिलेर गरिरहेको थिएँ। अनि खाना खाइसकेर भाँडासाँडा माझिसकेर दिउँसो चाहिँ मैले यहाँ बच्चाको लागि आलु फ्राई गरिदिएको थिएँ। अनि खाजा के खाने भन्ने कुरा भयो। अनि हामीले चाहिँ आज मौसम चिसो भएको भएर तातो सेल अनि आलुको अचार थियो। आलुको अचार र सेल बनाएर खाजा खायौँ। यसै गरी हामीले चाहिँ अन्तर्राष्ट्रिय श्रम दिवस मनायौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। यहाँ हेर्नु